कहानी 43 भाग 4। पिलातस र हेरोदको सामुन्ने यीशुलाई लिएर आए। यीशुलाई मृत्युदण्ड दिने निर्णय गरेपछि सबै सभासदहरू उठेर उहाँलाई पिलातस कहाँ ल्याए। तिनीहरूले यीशुमाथि यसो भन्ने दोष लगाउन थाले, यस मानिसले हाम्रो राष्ट्रलाई भड्काउन लागेको हामीले भेट्टायौं। यसले कैसरलाई कर तिर्नदेखि हामीलाई रोक्दछ। आफैलाई चाहिँ म ख्रिस्ट हुँ, म एक राजा हुँ भनी भन्दछ। पिलातसले यीशुलाई सोधे, के तिमी यहुदीहरूका राजा हौ? यीशुले जवाफ दिनुभयो, तपाईँ नै यसो भन्दै हुनुहुन्छ। फेरि यीशुले भन्नुभयो, मेरो राज्य यस संसारको होइन। मेरो राज्य यस संसारको हुँदो हो त मेरा सेवकहरूले मेरो निम्ति लड्ने थिए र म यहुदीहरूको हातमा पर्ने थिइनँ, तर मेरो राज्य यस संसारको होइन। पिलातसले यीशुलाई सोधे, के तिमी राजा नै हौ त? यीशुले भन्नुभयो, म राजा हुँ भनी तपाईँ नै भन्नुहुन्छ। यसैको निम्ति म जन्मेको हुँ, यसैको निम्ति सत्य गवाई दिन म यस संसारमा आएको हुँ। हरेक जो सत्यको पक्षमा छ त्यसले मेरो आवाज सुन्छ। पिलातसले यीशुलाई सोधे, सत्य के हो? त्यति भनेर यहुदीहरू कहाँ बाहिर निस्केर गए र तिनीहरूलाई भने, यी व्यक्तिमा म केही पनि दोष भेट्टाउँदिन। तर तिनीहरू धेरै जिद्दी गरेर यसो भन्न थाले, यसले सबै यहुदिया र गालिलदेखि यहाँसम्म शिक्षा दिएर मानिसहरूलाई भड्काउँदैछ। तर पिलातसले यो सुने र उनीहरूलाई सोधे, के यो मानिस गालिलको हो? तब यीशुलाई पक्राउने यहुदाले यीशुमाथि मृत्युदण्डको आज्ञा भएको थाहा पाएर पछुतो गर्यो र मुख्य पुजारीहरू र धर्मगुरुहरूलाई चाँदीका 30 सिक्का फिर्ता दिन ल्यायो। र यहुदाले भन्यो, मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु। तर तिनीहरूले यहुदालाई भने, हामीलाई यसको के मतलब छ त आफै जान। त्यसपछि चाँदीका ती 30 सिक्का मन्दिरमा फ्याँकेर त्यो गइहाल्यो र त्यसले झुन्डिएर आत्महत्या गर्यो।